नमस्कार। कक्षा 12 मा अध्ययन गरी आउँदै गरेको परीक्षामा सहभागी हुन गइरहनुभएका कक्षा 12 का अन्तिम परीक्षाको तयारी गरिरहनुभएका विद्यार्थीहरू सबैलाई स्वागत छ। यो कक्षा 12 को अनिवार्य नेपाली विषयको परीक्षासँग सम्बन्धित केही महत्त्वपूर्ण सामग्री म यहाँहरूको माझ प्रस्तुत गर्न गइरहेको छु। यसै क्रममा कक्षा 12 को अनिवार्य नेपाली विषयको प्रश्न नम्बर 1 अर्थात् पहिलो प्रश्न अक्षरीकरण र अक्षर संरचना सम्बन्धी रहेको छ, जसमा धेरै विद्यार्थीहरू झुक्किने गरेको, विद्यार्थीहरू अलमलिने गरेको पाइन्छ र हामीले कक्षा 12 को बोर्ड इक्जामको कापी जाँचिरहँदा विद्यार्थीले गर्ने कमजोरीहरू पनि त्यहाँनिर चाहिँ महसुस गरेका छौँ। त्यसैले प्यारा विद्यार्थी भाइ बहिनीहरू, तपाईहरुलाई आज म यो अक्षरीकरण कसरी गर्ने, अक्षर संरचना कसरी देखाउने भन्ने विषयमा एउटा छोटो भिडियो सामग्री प्रस्तुत गर्न गइरहेको छु। प्रश्न नम्बर 1 जसको पूर्णाङ्क, जसको फुलमार्क 3 रहेको छ, यहाँहरूले ध्यान दिएर यो सामग्री हेरिदिनु भयो भने यहाँहरूले कम्पलसरी नेपालीको पहिलो प्रश्न क्र्याक गर्न सक्नुहुनेछ। र अब लागौँ हामी यता तर्फ। त यो चाहिँ कस्तो हुन्छ भने प्रश्न नम्बर 1 मा अक्षरीकरण गरी अक्षर संरचना देखाउनुहोस्, अक्षर सङ्ख्या समेत लेख्नुहोस् भनेर सोधेको हुन्छ। र एउटा चाहिँ दृष्टांश अनुच्छेदबाट, अर्थात् हामीले कक्षा 12 का 12 वटा पाठहरू जो पढ्यौँ त्यो पाठभित्रको वाक्यहरू अथवा त्यहाँभित्रबाट एउटा अनुच्छेद दिइन्छ 3 वाक्यसम्मको, र त्यो अनुच्छेदबाट कुनै 3 वटा शब्दको तल अन्डरलाइन गरिएको हुन्छ, रेखाङ्कन गरिएको हुन्छ। जस्तो मैले एउटा उदाहरणको लागि बिरहिनी दमयन्ती कथासँग मिल्दोजुल्दो एउटा चाहिँ मैले यो वाक्य दिएको छु र यहाँ 3 वटा शब्दको तल अन्डरलाइन गरेको छु। प्रेम शब्द, सङ्घर्ष शब्द र प्रतिमूर्ति शब्द। अब म अक्षरीकरण कसरी गर्ने, अक्षर संरचना कसरी देखाउने भन्ने कुरा यहाँ प्रस्तुत गर्न गइरहेको छु। त यसको लागि सबैभन्दा पहिले त दिएको प्रश्नमा दिएको 3 वटा शब्दलाई ख्याल गर्नु होला। र यसरी 4 वटा यहाँ हामीले कोठा बनाउनु पर्नेछ, 4 वटा कोलम बनाउनु पर्नेछ। पहिलो शब्द, त्यसपछिको अर्को कोठामा अक्षरीकरण र त्यसपछि अक्षर संरचना अनि अन्तिममा अक्षर सङ्ख्या। त अब यो शब्द लेखिएकोतिर मैले यहाँनिर दिएको शब्द लेख्नु है, जस्तै प्रेम है, त्यसैगरी अर्को छ सङ्घर्ष, सङ्घर्ष र अब अर्को अन्तिम शब्द छ प्रतिमूर्ति। यहाँहरूले एकदमै ध्यान दिएर हेर्नु होला। यसरी यो शब्द लेखिएको कोठामा यो 3 वटा शब्द जो हामीलाई प्रश्नमा सोधिएको थियो त्यो लेख्ने काम भयो। अब यो शब्दको हामीले उच्चारण गर्नुपर्छ। अब परीक्षा हलमा त हामी ठुल्ठुलो आवाजमा बोल्न सक्दैनौँ। अब हामीले अलिकति मौन तरिकाले त्यसको उच्चारण गर्ने र के बुझ्नु पर्यो भने हामीले हाम्रो सासको एक झड्कामा, एक झोक्कामा या एक पटकमा जति उच्चारण गर्छौँ त्यो एउटा अक्षर हुन्छ। तब हामी प्रेम शब्दलाई उच्चारण गर्छौँ। प्रेम, प्रेम। हामीले यहाँ लेख्दाखेरि प्रेम लेखे पनि प्रेम भनिँदैन, भनिन्छ प्रेम। त्यसैले प्रेम भन्दाखेरि एक झड्का लागेको छ। प्रेम जसरी भात, स्याल, राम भन्दाखेरि एक झड्का लागे जस्तै प्रेम भन्दाखेरि पनि एकै झड्का लागेको छ। त्यसैले प्रेममा एउटै अक्षर छ। अब जस्तो उच्चारण भयो त्यो शब्द त्यो यहाँ लेख्ने हो। जस्तै प्रेम, यहाँ ध्यान दिनु होला, प्रेम यसरी हलन्त उच्चारण भएको छ प्रेम। हामीले लेख्दाखेरि प्रेम लेखे पनि बोल्दाखेरि चाहिँ प्रेम भन्यो। त्यसैले यो चाहिँ एकै अक्षर भयो। त अब यो प्रेम, अब यो प्रेमलाई यो जो अक्षर हो, अब यसलाई अझ मसिनो इकाइमा वर्णमा व्यक्त गर्नुपर्छ, जसलाई यहाँ चाहिँ अक्षर संरचनामा देखाइन्छ। त पहिलो कुरा, अब प्रेममा चाहिँ प र ए अनि यो म, प्रेम यसरी बनेको छ। त यहाँनिर भयो अक्षर सङ्ख्या 1 वटा, अक्षर सङ्ख्या 1 वटा।
अब त्यसै गरी हामी जाउँ अब दोस्रो शब्द। दोस्रो शब्द छ सङ्घर्ष। सङ्घर्ष पहिलो त अब यसको हामीले मानक उच्चारण शुद्ध उच्चारण गर्नुपर्छ। यहाँहरूले पनि म सँगसँगै गर्नु होला। सङ्घर्ष सङ्घर्ष तीन झड्का लागेको छ। पहिलो झड्कामा सङ, दोस्रो झड्कामा घर र लास्टको झड्कामा स। सङ्घर्ष सङ्घर्ष। त यसरी हेर्दाखेरि यहाँनिर चाहिँ तीनटा अक्षर देखिन्छ। त्यो के त भन्दा सङ, यो म लेखेको सङ घर स, सङ्घर्ष। अब यहाँ के बुझिदिनु होला भनेदेखि यो जुन यो पेट चिरेको स मूर्धन्य स थियो नि, अक्षरीकरणमा त्यसलाई पातलो समा देखाउने, दन्त्य समा देखाउने। मूर्धन्य स र त्यसपछि गएर तालव्य सलाई चाहिँ दन्त्य स अर्थात् पातलो समा देखाउनु पर्छ, जुन यहाँनिर मैले देखाएको छु। अब सङ कसरी भयो त? अब यसलाई अक्षर संरचनामा देखाउनु भनेको वर्णमा देखाउने हो। जस्तै स अ ङ सङ। अब घर घ अर घर अनि स अ स सङ्घर्ष। यसरी यहाँनिर तीनवटा अक्षर पाइयो। अब हामी यहाँ अक्षर सङ्ख्यामा लेख्छौँ तीनवटा। त्यसै गरी अब अर्को शब्द छ लास्टमा प्रतिमूर्ति। प्रतिमूर्ति। अब यसको पहिले त शुद्ध उच्चारण गरौँ, मानक उच्चारण गरौँ। प्रतिमूर्ति प्रतिमूर्ति प्रतिमूर्ति। यसरी हेर्दा यहाँनिर चाहिँ चारवटा अक्षर देखिन्छ। पहिलो अक्षर हुन्छ प्र, त्यसपछि दोस्रो ति र अर्को मुर अनि ति। यहाँ हामीलाई मैले बुझाउनु पर्ने कुरा के छ भनेदेखि यो अक्षरीकरण गर्दाखेरि शब्दमा भएको दीर्घ उकार र दीर्घ इकारलाई चाहिँ यता अक्षरीकरण गर्ने बेलामा ह्रस्वमा व्यक्त गर्नुपर्छ। त्यसैले मूर्तिमा चाहिँ मुर अनि ति। ती अब यिनीहरू ह्रस्व भावनाले यता पनि ह्रस्व नै लेख्थ्यो, तर यहाँ यदि दीर्घ थियो भने पनि यहाँ चाहिँ ह्रस्व लेख्नु पर्ने हुन्थ्यो। मैले यो नियम यहाँहरूलाई फेरि एकपटक स्मरण गराउन चाहेँ। अब यसलाई हामीले यहाँ व्यक्त गर्नु छ, अब यो अक्षर संरचनामा अथवा अक्षरलाई अब वर्णमा व्यक्त गर्ने काम चाहिँ अक्षर संरचनामा गरिन्छ। त प्र कसरी बन्यो त भन्दा प र अ प्र अनि ति त इ ति। अब मुर, मुर कसरी बन्यो त म उर मुर अनि ति त इ ति प्रतिमूर्ति। त अक्षर संख्या कतिवटा त? चारवटा। यस प्रकारले यहाँ हामीले चाहिँ यो अक्षरीकरण, यो अक्षर संरचनामा व्यक्त गर्ने काम गर्नु होला। र यहाँ हामीलाई म अर्को के कुरा पनि स्मरण गराउन चाहन्छु भने मैले देखेको छु विभिन्न शिक्षक साथीहरूले र विभिन्न यो अक्षरीकरण अक्षर संरचना पढाइरहँदाखेरि चाहिँ प्लस 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 गरेर देखाएको होइन, त्यस्तो अर्कै ढङ्गले गरेको पनि देखिन्छ। तर मलाई लागेसम्म, मेरो अनुभवले बताएसम्म चाहिँ यो अक्षरीकरण अक्षर संरचना होइन चाहिँ यसरी गर्दाखेरि राम्रो हुन्छ। विद्यार्थीहरूलाई पनि अलिकति सरल हुन्छ। सुरुमा शब्द भनेर लेख्ने अनि त्यो शब्दमा चाहिँ ठाडो लाइनमा यहाँ दिएका तीनवटा शब्दलाई लेख्ने, त्यसपछि अक्षरीकरण भनेर अर्को कोलममा व्यक्त गर्ने र अक्षर संरचना भनेर अर्को कोलममा व्यक्त गर्ने अनि अक्षर सङ्ख्या भनेर अन्तिममा व्यक्त गर्ने। यसो गरिरहँदाखेरि विद्यार्थीहरूलाई अलिकति सहज पनि हुन्छ। जस्तो कि अक्षरीकरण भनेको के रहेछ त? कुनै शब्दभित्र कतिवटा अक्षर छ भनेर पहिचान गर्ने काम, पहिल्याउने काम चाहिँ अक्षरीकरण रहेछ। जस्तो यो प्रेम शब्दमा एउटै अक्षर रहेछ होइन। अब हेर्नुहोस् त सङ्घर्षमा सङ्घर्ष यहाँ तीनवटा रहेछ। अब प्रतिमूर्तिमा प्रतिमूर्ति यहाँ चारवटा रहेछ। अब यो प्र त्यसपछि एउटा थोप्लो दिएको छ होइन, अनि ति अनि अर्को थोप्लो मुर अनि अर्को थोप्लो अनि लास्टमा ति। यो थोप्लोले चाहिँ
एक अक्षर र अर्को अक्षर बीचको सिमानाको काम गरेको छ। यसरी कुनै शब्दभित्र भएको एक एक अक्षरलाई अलग थलग पारेर टुक्र्याएर देखाउने काम चाहिँ अक्षरीकरण गर्छ। त्यो कुरा पनि विद्यार्थीहरूले बुझ्नुपर्ने हुन्छ। त त्यसै गरी अब अक्षरमा देखाइएकोलाई चाहिँ त्योभन्दा पनि सानो इकाइ त वर्ण हो, सानो इकाइमा देखाउने काम चाहिँ अक्षर संरचना अन्तर्गत हुँदो रहेछ। जस्तै यहाँनिर हेर्नुहोस् त, प्र कसरी बन्यो त? प र अ प्र। अनि ती कसरी बन्यो त? त इ ती। अनि मुर कसरी बन्यो त? म उर मुर। अनि ती कसरी बन्यो त? त इ ती। अक्षर सङ्ख्या 4 वटा। त यसरी यो अक्षरीकरण अक्षर संरचनासँग सम्बन्धित जुन प्रश्न नम्बर 1 मा सोधिने पहिलो क्वेसन छ त्यसलाई चाहिँ हामीले यसरी सल्भ गर्यौं भने राम्रो हुनेछ। म फेरि पनि यस्तै यहाँहरूलाई काम लाग्ने परीक्षा केन्द्रित भिडियोहरू यहाँहरूको माझमा ल्याउने नै छु। मैले सिकाएकोले मात्रै होइन कि अझै यहाँहरूले पनि थप अध्ययन गर्नुहोला र मैले सिकाएका कुरालाई पनि ध्यान दिनुहोला र अरू थप सामग्रीका साथ फेरि छिट्टै नै अर्को भिडियोमा हाम्रो भेट हुनेछ। यसका लागि मलाई लाइक, सब्स्क्राइब, सेयर सबै कुरा गर्नुहोला। हस्त, धन्यवाद, नमस्कार।